Déjame eso. Sepa. Happy just ni. भाटका जस्तो कहाँ जानु पर्दा वाह बमोल दाइ इन्जोइङ छनी मेरो नेसानीमा बरु तिम्रो नर्सलाई ल्याइदिन्छु कुरे पानीमा के खाने सम्पर्क गर्ने अब ब्याक टु ब्याक फेरि पनि वेलकम ब्याक टु माई न्यू भिडियो आफ्टर लङ टाइम नो सी किन हरायो होला म सस्पेन्स त सबैजना हो कि न कहाँ छ मामी भन् थोरै बयान गर के गर्न आछौँ अप्पी गणेश राजा वाट्सअप यार लगाइसके जिटाउन भन्ने चाहिँ यही हो जिटाउन के हो र घोराइ टाउन अनि हाम्रो नयाँ साथी रमेश हाई वेलकम टु माई च्यानल यहाँ चाहिँ कुखुरा छ है अरू केही छैन अब हामी खास यहाँ किन आयौँ भने हाम्रो मालिक सुमनको बर्थडे धेरै पछि भ्लग गऱ्यो लगभग 3-4 महिनै भयो किन गरेन अब त्यो पछि भन्दै गरौँला मेरो केही न केही बिग्रिरहेको थियो त्यही भएर अनि फेरि युट्युबकै एडसेन्स भन्ने बिग्रिरहेको थियो त्यस कारणले चाहिँ मैले भ्लग बनाइरहेको थिइनँ अनि भन्ने टाइम आउँछ तर अहिले आज भनौँ न थोरै एडसेन्स बिग्रिरहेको छ मेरो अब बिग्रियो कसरी बिग्रियो भन्ने कुरा पछि भन्दै गरौँला आज के भन्ने अब सिधै माथिको थाहा हुन्छ लेट्स सी हामी कहाँ आयौँ भन्ने हामी होमस्टे ठ्याक्कै आइपुग्यौँ मैले चाहिँ बाइकहरू भन्ने कुरा यहाँ छ अब 1 2 3 4 5 6 7 त छन् 7 7 2 14 तर हामी छौँ 13 जना तपाईँहरू एउटा सिङ्गल हुन्थ्यो त्यस हाम्रो मालिक बर्थडे भयो चाहिँ सिङ्गल आउनु भएको थियो त्यस कारणले खै तर मान्छेहरू कहाँ गएर हामी चाहिँ सबभन्दा लास्टमा थियौँ पछि डबल आउनु भयो बर्थडे भयो हो ए अनि एक्लै आयो के खोरे बम्बोले हो र अनि राजा हामी चाहिँ अब हामी कतिजना छौँ एकचोटि 1 2 3 5 रे बटाऊ कहाँ 4 5 रे अब हामी यो लगेर तल जान्छौँ तर सबैजना त्यही हुनुहुन्छ तर के बार्बिक्यू के हो खास आज रहस्य के हो भन्न लाटा बोल्न के हो बार्बिक्यू हैन बर्थडे पार्टी सेलिब्रेसन हो ल अब यसै गरी हामी त्यही पनि दाइको बर्थडे चाहिँ 3 दिन अगाडि थियो आज चाहिँ सेलिब्रेसन हो साथी तर यो कुरा अब हामी आमै यो बनाउँछु ल हामी 5 जना चाहिँ जामै रे के राजा हो र यहाँबाट चाहिँ अब स्याउ लगेर जान लाग्छ राजाले यहाँ चाहिँ कुखुरा छ अरे बट्ट स्याउ छ कि स्याउ ल आइसक्नुभयो हाम्रो दाइहरू स्टार्ट कहाँबाट गर्नु ल नमस्कार म विशाल मगर हाम्रो सुमन साथीको बर्थडेमा आएको छौँ हामी है रमाइलो गर्न सवारीकोट यो विशाल दाइ चाहिँ 1 नम्बरको हुनुहुन्छ सधैँ हल्का मात्र खाने अनि राति 1-2 बजे घर छोड्दिउँ न भाइ भन्ने अनि यहाँ हाम्रो आले दाइ के भन्नुहुन्छ अनि स्टेट आउट अफ खुइरे पानी मिस्टर आले अनि के हो दाइ के भन्नुहुन्छ तपाईँ एकदम सलबटास यस्तो गर्नु नि यस्तो त यस्तो सलबटास बिस्तारै हुन्छ रब्बा दाइको चाहिँ सुरु हुन लाग्यो आगो बाल्ने कला अब होइन के भन्नुहुन्छ तपाईँ धेरै पछि भ्लगमा देख्नु पर्ने के भन्नुहुन्छ भन्नुहोस् न जस आज धेरै पछि भ्लग बनाएर सबले लाज मान्ने जस्तो गरेको छ नि आज अब एकछिन आले बटास गट्टाको स्याउ खाएर सबैले दोष निकाल्छन् अहिले अनि हाम्रो बम्बुलीलाई हाउ आर यु भाइस प्रेसिडेन्ट भाइस मालिक भन्नुहोस् न हजुर के छ ठिक छ सर अनि मेन मालिक हाउ आर यु हाम्रो बर्थडे चाहिँ आज उहाँको हो वान सब केटाहरू खेलेर ल्याएको खास हामी किन आउने भन्नुहोस् त फेरि आज चाहिँ बर्थडे स्पेशल छ भन्न चाहन्नु एकदम छोटकरीमा ह्यापी बर्थडे छ है राजालाई बडे दाइ वेलकम टु माई च्यानल अनि घामे अनि हाम्रो दाइ हाई एज अलवेज स्ट्रेट आउट अफ काठमाडौँ है घामे चाहिँ है बौद्धबाट चिनिहाल्नुहुन्छ हाम्रो एज अलवेज देखिरहेको होइन
काठमाडौँबाट गोरो भएर आएको छ तर बाटोमा कस्तो भयो धुलो कसरी भयो होला हामीले दुईटा स्कुटर पुरै रेस डियो यार रेजर यार नयाँ मेम्बर हाम्रो उसमा ब्लगमा नयाँ होइन भिडियोको लागि त नयाँ मेम्बर चाहिँ त हो हो नि जस भिडियोमा के हो बतासे दाइ के हो आगो सु भन्छ खास असिल शब्द भन्ने कुरा बोल्न पाइन्न यहाँ धेरै पछि भ्लग बनाएर फेरि होला है कार्यक्रम कान्छा रामसिंह बुझै काठमाडौँबाट सिकेर तेरो ग्याङ साथीले सिकायो हो गिट्टी हाल्यो भनेन तर आदि कुरा धेरै लामो एउटै क्लिपमा बनाउनु हुन्न अब मासु सस के पोलिन्छ अब यहाँ मुख सुख हुन्छ धेरै धुलो थियो अहिले सवारी कोटको बाटो आउने लाज तै धेरै पछि बनाएर धुलो थियो कि जे भए पनि के भन्ने कुरा आइसक्यो यो चाहिँ मैले दिएको सुमन दाइलाई ह्याप्पी बर्थडे मेन मालिक खास उहाँ मेनै हो अनि भाइस मालिक चाहिँ यता हुन्छ भाइस हेर स्याउ निक्लिसक्यो ल अब बर्थडे सेलिब्रेसन राजा भित्राउने दिनमा हाम्रो सुमन साथीलाई वाह घामे हिउँ पार्छ रहर गरेछ दिउ न रहर गरेछ राजा रहर गरेछ धेरै पछि आएको छ यहाँ रहर गरेछ दिउ न एकचोटि ल मलाई पनि ए भान्ला नसक्ने बर्थडे मनाउनेबाट राजा होली खेलिरहेछ होली खेल्यो ह्याप्पी होली घामे यसलाई टाउको कपाल पालेछ न आज होली मालिकले खै कपाल देखाउँदैन एकचोटि कपाल हेरौँ न टाउको बियर हो नुहाउनु पर्यो त्यो बियर टाउकोमा हामी के हो घामे नुहाएन यसलाई नुहाइएन बियरले यसलाई खै मालिक हामी खानु नि के छोरे के खास नाटक गर्नु न भाटका जस्तो काजन बड्डा ओ तेरो त्यहाँ लाग्छ के थाहा छैन अस्तिले गिटारमा लाग्छ बर्थडे जेस किसिमवाला बर्थडे लाग्छ हो कि टाउकोमा भइहाल्छ बर्थडे यार भयो यार अब आगो टाप्ने समय होला अब हिरानी मसँग छैन र ल त्यसो के पनि पाइसक्यो अब यसले सक्यो त्यहाँ केक खाने सम्पर्क गर्ने अब घामे खलासी छिटो हान्न सेगामाले सो ह्याप्पी बर्थडे बर्थडे इज अन्डर हाम्रो अन भन्ने कुरा के निकाल्दै बियरले भोमिट गरेछ बे अपी के हो त्यस्तो चटपटे पाऊ यस्तो हान्छ नि थाहा छैन वा स्वाइ गर नि टाइको घाउ टुकेसमा हेर्न चटपटे चाहिँ घामेले बनाएको छ न आज यहाँ
सोझी छ वा गावसौ माया आँखैमा कि दिलैमा टमाटा होइन कामे टमाटा सकिएन हो नि सोझी सोझी छ गावसौ माया आँखैमा कि दिलैमा गीत गाउन गीत गाउन माया डम्चाइको मर डम्चाइको मर होइन दोस्त हो के हो यही हो घामे खलासी हेर झम्के झम्के साथमा राजा रौला हो दोस्त हो कामर छ फुल दौला सिरीमा मुठुमा मेरो नाम कोरिएको छैन सायद यो भाग्यमा मेरो साथ लेखिएको छैन Radi radi ra 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 radi radi ra 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 radi radi ra ra तिरो थाहा छैन तर मलाई परवाह छैन भोलि केही रहेछौ है आँखाले केही भनिरहेछौ है भोलि के भनेर रियल टक हुन्छ अब है भोलि 1v1 घामे वर्सेस हमाल भाइ है नयाँ फ्रेमको पैसा बरु म तिर्दिन्छु होइन जो मोजी हार्छ त्यो मु टक्ले बरु कपाल काट्ने पैसा नि मै दिन्छु म ल अनि एउटा कुरा यहाँ अर्को कुरा अनि यहाँ त्यो फेममा खेल्ने बेला कोही बोल्न मान्न भइरहेको मान्छे हामी सब हेर्न जाने तर सपोर्ट चाहिँ गर्नु पाए है ल सपोर्ट उठापट्टि कमालको ल अनि तर म यसरी सिकाउनु चाहिँ पाइन्न है हो सिकाउनु चाहिँ पाइन्न है हमाल भाइले मुजी घाँटी काट्छ भने चाहिँ यो मुजीले कपाल टक्ले हान्छ ल टक्ले हान्ने म पुरै जेरो हान्छु ल साँच्चै सब स्नोकरको डम है पैसा म तिर्दिन्छु मालिक हो यार मालिक कमान यार फ्रेमको मुजी झोले तिरमला जो हार्छ त्यो मुजी टक्ले हुन्छ हैन उसको लेभल उसको गेम नै हेरेको छु मैले तिम्रो गेम नै हेरेको छु हैन यिनीहरु कम्पिटिसन हुन्छ के वाह रेफ्री भेना ओपन द च्याट भेनाजी ओपन द च्याट ल च्यालेन्ज हो च्यालेन्ज एक्सेप्ट गर्नु ए मेरो छेउमा बस्ने भाइ सँगै हो बुढाबुढी बसे नि घरबाट पैसा माग्ने हो हेर्दै भयो 10:30 अझै पनि आएन माया आउने बस माग्ने हो लेबर गरे नि घर जम गर्ने हो हेर्दै भयो 10:30 अझै पनि वाह बमोललाई इन्जॉयिङ
अहिले तर सारी अब चाहिँ 12 बज्न लागिसक्यो तर सारी 10 को कुरा भइरहेको छ यहाँ चाहिँ 12 बज्न लागिसक्यो अहिले चाहिँ ल हेर्दा हेर्दै कति बज्यो 10:30 तिमीले हैन मेरो बुढी पाल्ने नि मैले जसरी गरे मैले बुढीलाई हो अब यहाँ फेस भन्ने म मात्रै के हो यस्तो साग छ यहाँ चाहिँ हियर वी गो अनि यहाँ चाहिँ खाना छ अब एकछिन हामी खाना खान्छौँ अनि दाल होला यो चाहिँ हल्का जस चिम्बु सिम्बु के झानेको ल सबैजना बर्थडे चाहिँ खतम छ नि मेरो निशानीमा बरु तिम्रो नर्सलाई ल्याइदिन्छु कुहिरे पानीमा बाह्र 11:52 भएको छ अनि हाम्रो यो रबिन दाले चाहिँ म मासु र दाल हालिदिँदैछु दाइलाई चाहिँ पुगिसक्यो अरे यही आजको हाम्रो रेसिपी यहाँ चाहिँ चिकन छ यहाँ चाहिँ दोहोरी चल्दा चाहिँ रबिन दाई चाहिँ त्यहाँ बगाएर बस्नु भएको छ कामै चाहिँ यहाँ छ रबिन दाई ल भात यस भात आयो है भात हाल्नु पर्यो ल कामलाई पनि भात हालिदिनु रे दोहोरी गुड मर्निङ आजको डे 2 बर्थडे चाहिँ बर्थडे डे 2 आज चाहिँ हो कि हमाले गर्मी छ यहाँ माथि नि यस्तो गर्मी छ तल घर आएर कति गर्मी होला सबजना लगभग उठिसक्नु भएको छ घामे आकाश दाई यता चाहिँ हाम्रो विशाल दाईहरू हुन्छ के बन्यो खास बिहान बिहान के पाक्यो बाटोमा वाह यहाँ बाटो चाहिँ पाक्यो हेर्दा हेर्दै बज्यो सारी 10 भन्ने दोहोरी गाइरहेको थियो ठ्याक्कै साजस भयो अहिले चाहिँ अहिले उता धारानिर जाँदैछौँ हामी चाहिँ उता दाइहरू मनलाग्नु भएको छ भर्खर साथीहरू पनि गयो मन जानु लाग्छ पछाडि अहिले चाहिँ सुमन दाइहरू हुनुहुन्छ त्यो समयमा कस्तो लागिरहेको छ यहाँ नआउनु पाउँदा दाइ ल खै एकचोटि बम्बल दाइलाई हालिदिनु न पानी यहाँको नो रियाक्सन बम्बल दाइलाई हालिदिनु एकचोटि गोठालो जिन्दगी अबको सुरसार के छ दाइ हामी कहाँ जानु लाइन यस्तो जान्छौँ अब त हिजोको च्यालेन्ज छ हिजो च्यालेन्ज अब यिनीहरूले खेल्यो जो हार्छ त्यसले चाहिँ टक्ले हुने हो टक्ले हुने कुरा हुन्छ अनि त्यसपछि भ्लगमा आउँछ अनि यदि दुईजनाले खेल्न मानेन टक्लेन मानेन दुईजना टक्ले हानिदिने म त्यो चाहिँ कुरा चाहिँ हुनुपर्छ है बाइक सब रेडी भइसक्यो अब हामी यहाँबाट हिँड्ने सुरसार भइसक्यो यहाँ केक लाएर चाहिँ हिजो एकदमै घाम हुनुको कारणले जाडो हुनुको कारण चाहिँ चिसो लाग्छ हुडी सिट लगाइरहेको थियो यस अहिले चाहिँ हामी स्नोमा आइसक्यौँ होइन राजा हुलिया त यस्तो आज भर्खरै हामी स्नोमा आइपुग्यौँ अब भित्र ठुलै गेम बिग गेम हुन लागेको छ ल हिजोको गेम सुरु हुन लागिसकेको छ अब 4 चाहिँ रविले 4 लाग्छ ल घामे चाहिँ यहाँ छ घामे चाहिँ आँखा टुका छ भन्दा चाहिँ यहाँ चाहिँ ल रेडी छस् घामे ओए गयो त्यहाँ के हो खतरा हान्यो त्यहाँ 5 ल यहाँ चाहिँ 2v2 भइरहेको चाहिँ बोले दाइर म साथी अनि यहाँ चाहिँ दाइ र विशालले साथी भइरहेको छ कार्यक्रम यस हाँस्नु भएको छ कि ओए गेम अन्तिममा पुगिसकेको छ दाइ पोइन्ट भन्नुहोस् त कति भएको छ हमाल भाइ 13 घामेल 0 घामे भाइले 13 खाएको छन् मुन्डनबाट बसेर ल सक्यो यसले खान सक्यो नि टक्ले घामे अब टक्ले
विजेता भइसक्यो कपाल बस्यो नयाँ कपाल ओइ ल विनर यस्तो गर्ने विनर आज विनर चाहिँ ल ए घामी कस्तो राम्रो कपाल जान्ला यस्तो राम्रो होइन अलिक फाल्ने नै हो कि नाट्दैन ह्याप्पी छस् नि ल छेपारे आन्ला छेपारे आन्ला छ अब यहाँ सब्सक्राइब जेस आकाश दाइले नयाँ धन्दा खोल्नु आउँछ आज अलि वा कपाल पलाइजी रे म त समर लगाइसकेको थियो के हुन घाम होइन वाह भाइ भाइ कति ह्याप्पी हुनुहुन्छ केटाहरू दाइहरू सबै कस्तो छ अपोनेन्टले कपाल काट्दा कस्तो अलिक लागिरहेको दुःख लागिरहेछ दुःख लागिरहेछ बिचाराले भर्खर बल्ल यसले कपाल काट्यो त्यहीमा हेप्पी चुक्यो म बिचाराले बल्ल कपाल दागिरहेछ गर्थ्यो के गर्ने च्यालेन्ज गर्छ के गर्ने नै गर्यो ठिक छ र दाइ ठिक छ नि बवाल भएको छ यार कसम